नमस्ते। यतिखेर चाहिँ हामी हाम्रो ससुराली फार्ममा आइपुगेका छौँ। वेलकम हाम्रो ससुराली फार्ममा। बोर्ड देख्न सक्नुहुन्छ। हामी चाहिँ यतिखेर क्यानबेराबाट 102 किलोमिटर गोलबन नपुगी अलिकति ओराबाट माथि फोन गरेर कोड पाइसक्यौँ होइन, त्यही भएर हामी आफै खोल्दैछौँ। यो चाहिँ सस्पेन भन्न मिल्दैन। हाम्रो गेट चाहिँ खोलिसकेको छ। अब हामी भित्र जाँदैछौँ है त। बाटो चाहिँ अलिकति गाह्रो नै छ। है त यहाँको माहौल के कस्तो छ है। हेलो नमस्ते, के छ, सन्चै हुनुहुन्छ? हामी चाहिँ 3 बजीतिर आएको। कस्तो फिल भइरहेछ? मलाई त एकदमै रमाइलो, यहाँ आउँदाखेरि लाइक नेपालकै भाइब्स के मलाई नेपाल नै आएको जस्तो फिल भइरहेछ। खासमा अस्ट्रेलिया होइन, नेपाल नै जस्तो। पहिलोचोटि आउनुभएको? हजुर फर्स्ट टाइम आएको। हजुर चाहिँ सेम नै हो। अनि के आउनु भयो हजुर? हामी सिडनीबाट आएको, तर एकदम रमाइलो लाग्यो। नेपाली भिलेज इन अस्ट्रेलिया जस्तो लाग्यो। अथेन्टिक भाइब्सको लागि चाहिँ मस्ट भिजिट प्लेस हो यो। हजुर कसको नाम? मेरो नाम पुष्पा। यो पहिलोचोटि आउनुभएको? हजुर फर्स्ट टाइम। अनि कस्तो लाग्यो त हजुरलाई? एकदम रमाइलो एकदमै। अहिले झन् आगो बाल्दाखेरि चाहिँ नेपालमा गाउँमा गएर अस्ट्रेलिया जस्तो फिल हुन्न है। त्यही भएर हजुरहरू पनि आउन सक्नुहुन्छ। क्यानबेरादेखि 1 घन्टा ड्राइभ, अनि त्यस्तै सिडनीबाट 2 घन्टा। अनि यहाँनिर चाहिँ एकदमै नेपाल जस्तै भाइब्स हुन्छ। सेलरोटी पनि सेलरोटी खान पाइन्छ। अब यहाँ पिठो तयार हुँदैछ। वाउ, बाहिरको माहौल आज एकदमै बिजी छ है। हामीले गाडीहरू देख्न सक्छौँ। यति धेरै गाडी, वहाँदेखि हेर्नु कति धेरै किचन छ। सबै किचनहरू चाहिँ आज बिजी छ, तर हामीले चाहिँ अलरेडी फोन गरेर बुक गरेको भएर हामीले चाहिँ किचन पायौँ है। त्यही भएर हजुरहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ फोन गरेर अलरेडी बुकिङ गरेर आउनुभयो भने चाहिँ हजुरहरूलाई इजी हुन्छ है त।